यसरी कायाकर्म भनेको पाली भाषामा कायाकर्म भन्ने हाम्रो शिरदेखि टाउकोसम्म बुझ्नुभयो कि नै के कुनै पनि गल्ती गरेको भएपछि यहाँ ल्याउँदाखेरि वचनले बोल्दाखेरि कसैलाई गाली गर्छ ल अब चाहिँ नि औलाको 3 पुस्ताको नाम त्यो तपाईँ लगातार लेख्नु पर्दैन त्यो एउटामा ब्याउलाको बाको बाजेको त्यो सबै त्यस गर्ने अनि ब्याउलीको त्यस्तै गरे भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। ल थोरै सबैले झुकाउनु शिर त्यहाँबाट चाहिँ जम्मा गर्नु शब्दं अपराधं अमथमे भन्ते द्वितीयम्पि ओकाश द्वार तयेन कर्तं शब्दं अपराधं अमथमे भन्ते तृतीयम्पि ओकाश सम्बुद्धस्स नमो तस्स भगवतो अरहतं समाधियामि जानेर बुझेर कसैको प्राणलाई हत्या हिंसा नगर्ने शिक्षापथलाई पालन गर्दछौँ। घन सारपदितेन दीपेन तमदंसिनाति लोकदीपं सम्बुद्धं पूजयामि तमोनुतं। बोल्यो त्योबाट अब बोल्नु भन्नुहोस्। सारपदितेन दीपेन तमदंसिनाति लोकदीपं सम्बुद्धं पूजयामि तमोनुतं। ल अब चाहिँ नि वल्लमा भन्नुहोस्। ल घन सारपदितेन दीपेन तमदंसिनाति लोकदीपं सम्बुद्धं पूजयामि तमोनुतं। अब चाहिँ नि अब पल्तिर भन्नुहोस् पल्ट छेउको नै अझै बोल्नु लगातार घन सारपदितेन दीपेन तमदंसिनाति लोकदीपं सम्बुद्धं पूजयामि तमोनुतं। अब चाहिँ नि अगाडि भन्नु अलि बोलेन ल घन सारपदितेन दीपेन तमदंसिनाति लोकदीपं सम्बुद्धं पूजयामि तमोनुतं। तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स इति विशो भगवारहं सम्मा सम्बुद्धो विद्याचरण सम्पन्नो सुगतो लोकविदु अनुत्तरो पुलिस धम्मसारके श्रद्धा देव मनुष्याणां बुद्धो अनागता अच्युतना जये बुद्धा अहं वदामि मे शरणं वरं एतेन सञ्चवचेन भूतु मे जया मङ्गलम् उत्तमङ्गेन वन्देऽहं पादपं सुकरुतं बुद्धेयो खनितो दोषो बुद्धो खमतु तं मम भूतं जीवितं पर्यन्तं शरणं गच्छामि। अब हो तपाईँको आत्महत्या विकास तर अब यो भनेको यत्र यो अहिले चाहिँ बसेका छन् नि साथीहरू जोडीमा साथी आउने अब तपाईँको चाहिँ साङ्लो गाज्यो यहाँबाट सुना भगवतो सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वबुद्धानुभावेन भवन्तु ते भगवतो सर्वमङ्गलं रक्षन्तु सर्वदेवता
सर्वधर्मानुभावेन सदा सुखी भवन्तु ते। ल सबैले साधु हुनु त साधु जोडसित दसैँ आज मान्छे अलिकति भएको छ अलिक अथ निपान सम्पत्ति देश में जाति त्योहार भोजन दान गर्ने दानी दाताहरू सब काया सर्ले दान गर्ने क्रिया वाचा सब सुखी रहौँ शान्ति रहौँ निरोगी रहौँ शासनको सेवा गर्न सदन भोलि अगाडि भन्छ नि हो त्यस्तै उहाँहरूलाई चाहिँ त्यो सत्कार गर्यो भने तपाईँहरूलाई पनि कुद्नेबाट बढी प्राप्त हुन्छ कुद्नुभयो कि नै हो त्यो भएर उहाँलाई सत्कार गर्ने योग्य भयो त्यसरी चाहिँ नै पुण्य पैसा खेतमा चाहिँ गऱ्यो भने चाहिँ उब्जनी हुन्छ त्यसरी नै कति वचन मात्रै भयो है अरू तन्त्र मन्त्र होइन कति वचन के हो त भने भगवान् बुद्धले प्रतिपादन गर्नुभएको त 84 अर्जुन धर्मस्थानमा रहन्छ त अहिले यहाँ धर्म 84 हजारले वाचन गर्न चाहन्छ छैन त्यसको लागि वास्तविक कुन विषयमा के चाहिन्छ भन्ने जुन जस्तै माला गाँसे गरी राम्रो भिडियो राम्रो चाहिँ फेरि फुलको माला जोडे सम्बन्ध धर्मस्थलभित्रबाट कुन भन्नेलाई छानेर छोटकरीमा शुद्ध हुन्छ शुद्ध भन्दा हुन्छ तर शुद्ध भन्ने पनि हुन्छ शुद्ध भनेको त धागोलाई पानीमा शुद्ध भन्छौँ हामीले हिन्दीले पनि शुद्ध भन्छ हामी त धागो भन्छौँ तर संस्कृत भाषामा त शुद्रै हुन्छ यो धागोभित्र यसो हेर्दा होला तिनवटा सदस्य धर्म सङ्घको बहुले घेरा लगाएर सुरक्षित गरेको भनेर सम्झना लिन्छ र हिजो भगवान् बुद्धको पालामा पनि यस्ता विभिन्न किसिमको दुर्व्यवसाय दुर भयो अमुस्याली भयो भन्दाखेरि पनि वैशालीमा चाहिँ यस्तै 7 दिनसम्म चाहिँ त्यो पाठ गरेपछि त्यहाँबाट भयो त्यहाँको मान्छेलाई मङ्गल भयो भन्ने अर्को दम्पतिको जुन जोडा हामीले यहाँ सँगै राखेर चाहिँ कार्य गर्दैछौँ भन्नु त संसारमा संसार हो नि तपाईँको हुँदैन जन्मदाखेरि एकचोटि जन्मेको नि होइन हालेर बसिरह्यो जन्माउनै हालेर जन्मेको तर एउटा चाहिँ के भालेपछि भएर नै यस्तै त्यो संसार यात्रा गर्ने तर यो संसार यात्रा गर्ने मौकामा हामीले के गर्नु आज समातेको यो माला लागेकोलाई आफ्नो जीवनयापन गर्न सकिन्छ छ नि चाहिँ कति चाहिँ आफ्नो खर्च गरेर बिहा गरायो अनि 2-4 वर्षपछि त मेरो अंश पाइन्छ भने सकियो नि त अलि होइन उता गएर विदल गरे लाउनु चाहिँ फेरि अब कान्छी लिएर कि त्यो दुर्गी छ नि यस्तो छैन नि फेरि यिनी नै अरू केही भन्दा आइलाए पनि ए आजको बाछा बन्दालाई सीमा राख्ने भने जिन्दगी राम्रो जान्छ सीमा माग्ने नाग्ने भन्ने हो त खाएको चाहिँ त्यो थाहा हुँदैन तर हामीले यो आजको चाहिँ भगवान् बुद्धको अगाडि बसेर हाकिने शिर पालन नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धस्सा परितां करवायो नन्द परितां करवायो नन्द नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धस्सा एकलोकन्तरेवा भूमा भूमा च देवा गुणगण गण व्यावटा एते अयन्तु देवा मये राजेव सन्तो 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 सयेतु
Vaniwara Sharmagashmaga Shabita Shamada Shayata Amadarai Arate Satul Sasanasya Chalokasya समर्थन गरेकोलाई अनुमोदन भन्छ तर यो अनुमोदन भनेको अहिलेसम्म अब कति दिनदेखि चाहिँ अब यो बिचमा कति कुरो सङ्घर्ष गरेका कुरो सम्झौतामा आएको होला छ नि मिहिनेत त्योभित्र होइन अनि यहाँ यो दिन गर्ने अनि गर्ने भने अनि त्यो विषयमा कता नै फेरि हामी पनि यतै बसेको गाउँ गरेको Sukita Hondu Yatayo Idano Yatana Sukita Hondu Yatayo Idano Yatina Sukita Hondu Yatayo Ekauta Tambiri Savadam Punya Sambana Devada Agasata Devata Chaturmaharika Tavatimsa Devata Chadeva Lokaka Devataharu Savainai Vishvama Lokaka Brahmajiharu Savainai Manusya Lokaka Manusyaharu Savainai प्राणीहरू सबैलाई नै आज गरेको कुशल पुण्य बराबर गरी बाँडिँदैछौँ सबै सुन्ने जातिले कुशल पुण्य 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 साधु 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 पुण्य लेवसनु साधु 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 सबै सुन्ने कुशल पुण्य 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 लेवसनु साधु 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 सर्वदेवता समानुभावेन सदा स्वस्तिरन्तु ते भवतु सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वधर्मानुभावेन सदा स्वस्ति भवतु सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वमङ्गानुभावेन सदा स्वस्ति भवन्तु ते ल अब कमसल अब ल तपाईले दान दिन भवतु सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वमङ्गलं रक्षन्तु सबै सर्वसङ्गभावेन सदा स्वस्ति भवन्तु ढोक्न गर्नुहोस् है तपाईँले म भन्छु तपाईँले अब पक्ष भवतु सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वसङ्गानुभावेन सदा स्वस्ति भवन्तु ल अब चाहिँ नि है अब दान दिनु ढोक्न गर्नुहोस् है तपाईँले एउटा अर्थ अब यहाँ पनि तपाईँले सिकाउनु पर्ने हो ल ल ठिक छ लगाउनुहोस् ल उहाँलाई दिनुहोस् न ल ल वन्दना भने वन्दना भन्टे भन वन्दना भन्टे भन वन्दना वन्दना भन्टे सिट पनि झुकाउनुहोस् न वन्दना भन्टे ल अरे फेरि वन्दना भन्टे यसरी भन्टे ल अब चाहिँ सबैलाई चाहिँ सबैलाई शुभ मङ्गल भन्ने वन्दना भन्नु पर्दैन वन्दना भन्नु हुन्छ यता वन्दना भने यता वन्दना भने सबैलाई चाहिँ एक मुष्ट शुभ मङ्गलम भन एक मुष्ट सबैलाई है होलसेलमा भन्नुपर्छ कि सबैलाई एकैचोटि ढोका नत्र त तपाईँ उसलाई ढोक्दा कतिलाई ढोकर चाहिँ धेरै भएको ठाउँमा के गर्नु होलसेलमा शुभ मङ्गलम भन्यो भने सबैलाई भयो पैसाले हमेसा कापी किताब किन्ने कलम किन्ने अरू केही नगर्ने बुझ्यो कि नै तब कतै पढाइ बिते आउँछ
अब पैसा दियो भने त्यहाँबाट कुरमुरे खोज्न जान्छ, चाउचाउ खोज्न जान्छ, कहाँबाट विद्या आउँछ? त्यहाँबाट मम्मी बाबा पैसा छैन भन्छ। ल अब जा ओ नानी त्यो सब मङ्गलं रक्षतो सब देवता सब बुद्धानु सब धम्मानु सब सङ्गानुभावेन सदा स्वस्ति भवन्तु ते। भवतु सब मङ्गलं रक्षन्तु सब देवता सब बुद्धानु सब धम्मानु सब सङ्घानुभावेन सदा स्वस्ति भवन्तु ते। सवितियो विभज्जन्तु शोको रोगो विनश्यतु माते भवन्तु तरायो सुखी दीर्घायुको भव सुखी दीर्घायुको। अभिवादनशीलिस्स नित्यं बुद्धा पचाइनो ततारो धम्म वर्धन्ति आयु वर्णं सुखं बलं। आयु आरोग्य सम्पत्ति सक सम्पत्ति मे बच अथ निब्बान सम्पत्ति इमिनाते समिद्धतो। मङ्गलोस्, कल्याण होस्, स्वस्ति मुक्त होस्, तपाईँले चिताएको सबै सम्पूर्ण होस्।